कोनिचिवा मिन्नासान। ल आज चाहिँ हामी N5 लेभलको लेसन 7 को ग्रामर बुनको बारेमा पढ्दैछौँ। अस्तिको भिडियोमा चाहिँ हामीले लेसन 7 कै पार्टिकल नि पार्टिकल र दे पार्टिकलको बारेमा पढेको थियौँ र आज हामीले लेसन 7 कै मौ र मादा यसको बारेमा हामीले पढ्दैछौँ। यो मौ र मादाले के अर्थ दिन्छ र यो कस्तो ठाउँमा प्रयोग हुन्छ यसको बारेमा आज हामी पढ्छौँ। भिडियोलाई अन्तिमसम्म हेर्नु होला है त। ल सुरुमा चाहिँ यो मौ भन्ने छ है। यो मौ भन्ने चाहिँ नेपालीमा पहिले नै, अंग्रेजीमा चाहिँ अलरेडी भन्ने अर्थ दिन्छ। यो पहिले नै भन्ने ठाउँमा चाहिँ यो मौको प्रयोग हुन्छ। यसको प्रयोग चाहिँ जस्तै पहिला नै भइसकेको कामहरूलाई भन्नुपर्दा पहिला नै भन्ने ठाउँमा मौको प्रयोग हुन्छ। यी वाक्यहरू चाहिँ पास्ट टेन्समा हुन्छन्। जस्तो पहिले नै भन्ने ठाउँमा चाहिँ मौको प्रयोग गरिन्छ है। यो चाहिँ पहिले नै भइसकेको कामलाई पछि भन्नुपर्दा चाहिँ मौको प्रयोग गरिन्छ। जस्तै यसको उदाहरण हेर्छ त यहाँ के भनेको छ भने मैले चाहिँ पहिले नै खाना खाएँ अथवा खाइसकेँ। अब उहाँले खाना कहिले खानुभयो? पहिले नै खानुभयो अहिले भन्ने हुन्छ है। मैले चाहिँ पहिले नै खाना खाएँ। यसलाई भन्दाखेरि चाहिँ वातासी वा मौ गोहानो ताबेमासिता। यो पास्ट टेन्समा गयो नि ताबेमासिता लाइन हैन। अब यहाँ चाहिँ मैले चाहिँ पहिले नै भन्दाखेरि मौको ठाउँमा चाहिँ पहिले नै, मैले पहिले नैको ठाउँमा चाहिँ मौ गोहानो ताबेमासिता भनेर चाहिँ यसरी प्रयोग गर्नु पर्यो। अनि अर्को उदाहरण हेर्नुहोस् है त। हरिजी चाहिँ पहिले नै घर फर्कनु भयो अथवा फर्किसक्नु भयो। हरिजी चाहिँ पहिले नै घर फर्कनु भयो। अब यसलाई भन्नुपर्दा हरि सानवा मौ उची ए खाइरी मासिता। हरिजी चाहिँ पहिले नै घर फर्किसक्नु भयो। अब यो मौ राखेर चाहिँ हामीले यसलाई प्रश्न पनि गर्न मिल्छ। प्रश्न गर्दाखेरि चाहिँ हामीले मौलाई चाहिँ अगाडि राखेर हामीले क्वेसन गर्नु मिल्छ। जस्तै मौ सेकुदा यो सिमासितका भनेर चाहिँ सेन्सेले सोध्नुभयो गाक्सेलाई हैन। मौ सेकुदा यो सिमासितका अलरेडी होमवर्क गरिसक्नु भयो भनेर चाहिँ सेन्सेले सोध्नुभयो। त्यसपछि विद्यार्थीले उत्तर दिनु पर्यो हैन। अब यो मौ भनेर क्वेसन गर्नलाई चाहिँ मौलाई चाहिँ अगाडि राखेर चाहिँ हामीले क्वेसन चाहिँ पास्ट टेन्समा चाहिँ गरिसक्नु भयो भनेर चाहिँ हामीले यसरी सोध्न मिल्छ है। यो मौको प्रयोग चाहिँ यसरी हुन्छ। त्यस्तै अर्को छ मादा। यो मौ र मादा चाहिँ एकदमै बढी प्रयोग हुन्छ। त्यसैले यसको बारेमा चाहिँ राम्रोसँग बुझ्नु होला। अब यो मादाले चाहिँ के अर्थ दिन्छ भने चाहिँ मादा भनेको चाहिँ बाँकी छ, अझै बाँकी छ भने गर्न बाँकी छ कुनै काम भने त्यसलाई त्यस्तो बेलामा चाहिँ मादाको प्रयोग हुन्छ। मौ चाहिँ अलरेडी भइसकेको काम भन्दाखेरि चाहिँ मौको प्रयोग हुन्छ। मादा चाहिँ अझै काम भइसकेको छैन, अझै त्यसलाई गर्न बाँकी छ भनेर भन्ने बेला चाहिँ मादाको प्रयोग हुन्छ। त यहाँ पढ्नुहोस् है त। यी वाक्यहरू चाहिँ प्रेजेन्टमा हुन्छन्। मादाले चाहिँ अझै बाँकी छ भन्ने अर्थ दिन्छ। मौ चाहिँ पास्ट टेन्समा थियो, अलरेडी भइसकेको थियो। अब यो प्रेजेन्टमा चाहिँ मादा चाहिँ प्रेजेन्टमा हुन्छ किनकि यो बाँकी नै छ, भइसकेको छैन। त्यसैले चाहिँ यो काम सम्पन्न हुन बाँकी भएको रे यो चाहिँ प्रेजेन्ट टेन्समा हुन्छ। अब जस्तै यहाँ उदाहरण हेर्नुहोस् है त। खाना खाइसक्नु भयो, अलरेडी खाना खाइसक्नु भयो भनेर चाहिँ यहाँनिर नेपालीमा छ है। अब यसलाई चाहिँ जापानिजमा भन्नुपर्दा चाहिँ मौ गोहानो ताबेमासितका। यो मौ हामीले माथि पढेको मौ गोहानो ताबेमासितका। मौ अलरेडी खाना खाइसक्नु भयो भनेर चाहिँ यहाँ प्रश्न गर्यो है। अब यसमा उत्तर दिँदाखेरि के भयो? इए मादा देश अझै बाँकी छ। अब अझै बाँकी छ भन्दा चाहिँ यहाँनिर मादाको प्रयोग हुन्छ है। इए अझै खाना बाँकी छ भनेर यसरी मादाको प्रयोग गर्ने। अब मौ गोहानो ताबेमासितका भनेर प्रश्न गर्यो, इए मादा देश भनेर चाहिँ अझै बाँकी छ भनेको उहाँले खाइसक्नु भएको छैन, खाना अझै बाँकी भएको कारणले चाहिँ मादा देश भनेर चाहिँ यहाँ प्रश्न गर्यो। त्यस्तै अब अर्को उदाहरण तपाईँलाई म दिन्छु। मौ हाहा वा नेमासितका भनेर चाहिँ प्रश्न गर्यो होइन। अलरेडी आमा चाहिँ सुतिसक्नु भयो भनेर चाहिँ प्रश्न गर्यो। अब हामीले उत्तर दिनुपर्दा इए मादा देश अझै बाँकी छ भनेर चाहिँ हामीले चाहिँ यसरी उत्तर दिन सक्यो मादा राखेर। अब अलरेडी सुतिसक्नु भएको छ भन्दा चाहिँ फेरि इए मादा देश भन्न मिलेन। सुत्न बाँकी हुँदाखेरि चाहिँ इए मादा देश भन्ने भयो। अब मौ हाहा वा नेमासितका भनेर प्रश्न गर्यो। अब अलरेडी सुतिसकेको छ भने त हाई मौ नेमासिता भनेर अलरेडी सुतिसक्नु भयो। हाई मौ नेमासितामा चाहिँ अलरेडी सुतिसक्नु भयो भनेर यसरी हामीले उत्तर दिनु पर्यो। यो चाहिँ मौ र मादाको भयो कुरा है। अब बाँकी कुरा यो लेसन 7 को बाँकी कुरा म अर्को भिडियोमा हाल्नेछु। अहिलेको लागि चाहिँ यति नै। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा सबैलाई धन्यवाद। गाम्बाते कुदासाई।